बिचरा बालेन बलिको शिकार नबन्नुन्। कसले बनाउँदैछ बलि उहाँलाई? हेत्तेरिका यही राष्ट्रिय स्वतन्त्र पार्टीको विधानले नेपालको संविधानले बालेनलाई बलिको शिकार बनाउँदैछ। त्यो नबन्नुन् र यो देशमा फेरि द्वन्द्व नआओस् हैन। जसरी मैले 3 वर्ष अगाडि भनेको थिएँ रवि त्यो भिडियो अहिले पनि जीवित छ, हेर्नुभयो। मसँग सेभ पनि राखेर त्यो चाहिँ म तपाईँलाई दिन सक्छु है। रासोपा रविको बारेमा 3 चोटि जेल जाने योग छ, 3टा श्रीमती हुने योग छ हैन। र के रासोपाको पार्टी पनि 3 चोटि फुट्ने योग देखेको छु भनेर छु। त्यो पार्टी चाहिँ नफुटोस् है भनेर बरु मेरो त्यो खेर जाओस् के, बरु तपाईँ झुट साबित हुनुहोस्। झुट साबित होस्, तर त्यो पार्टी नफुटोस्। तपाईँ त्यसको लागि दक्षिण काली जानु बोका चढाउनु हो। त्यो बोकाले काम गर्छ अब गर्छ गर्दैन थाहा छैन, तर कालीले तेरो बोका सोकाले केही पनि काम गर्दैन भनिसक्नु भयो मलाई। भनेपछि बोकाले काम नगर्ने भयो? गर्दैन। बालेन शाहलाई त्यसरी पार्टीभित्र एक्लाउने कामहरू होला त भने? हुन्छ हुन्छ। बालेन शाह नै भनेर यत्रो मत आएको होइन हो, 182 सिट आएको होइन हो। बालेनलाई नै भनेर त धेरै मत सिट आएको होला नि। हो। अनि धोका हुन्छ त फेरि? 182 सिटमा 100 सिट चाहिँ बालेनलाई भनेर आएको हो। 82 रविलाई भनेर होला, बल्ल जसलाई भनेर आए पनि 100 सिट चाहिँ बालेनलाई। बालेनकै नाममा आएको। अब भन्नुहोस्, विश्वको सबैभन्दा कान्छो उमेरको 35 वर्षीय प्रधानमन्त्री बालेन शाह नेपालले पाउँदैछ, जो नेपालको 39औं प्रधानमन्त्री बन्दैछन्। कि बाधा अड्चन छ कि छैन 5 वर्ष यता? धेरै ठुलो बाधा अड्चन छन्। को पार्टीभित्रका मान्छे कि देश कि अन्तर्राष्ट्रिय शक्ति कि अरू पार्टी? सबैभन्दा ठुलो त पार्टीभित्रै हो क्या, अरू पार्टी भन्दा पनि के। पार्टीभित्रै अन्तर्विरोध हुन्छ त्यसो भए, हो। अन्तर्द्वन्द्व हुन्छ त्यसो भए। बालेन एउटा कुरा चाहिँ बालेन शाहको कार्यकाल 5 वर्ष हुँदैन। हुँदैन भयो भने के गर्नुहुन्छ? ल भन्नुहोस्, एउटा शर्त गर्नुहोस्। तपाईँ अघि भिडियो हामी नकाटेर हाल्छौँ। म सबै कुरा के भने यो हुँदैन, जनताले टिपेर राखेको हुन्छ होइन। 5 वर्ष म होस् भन्न चाहन्छु के। भएन भने के हुन्छ? अब भएन भने द्वन्द्व हुन्छ। द्वन्द्व हुन्छ, पार्टी फुट्छ, द्वन्द्व हुन्छ। फेरि यही अनि भएन भने तपाईँले के गर्ने भने नि? तपाईँ ज्योतिषले भनेको कुरा हो नि त, यो आम मान्छेले भनेको कुरो हो र? के होइन, हुन्छ नि त्यो त हेरेर जानुहोस् न। अब त्यो केपी तपाईँले जे पनि मैले 82 काट्दैन 84 आउँदैन भने भएन भने के हुन्छ? भएन भने अचम्म कसैले टोल बनायो 82 काट्दैन 84 आउँदैन, मिसन 84 नबन भने कसैले टोल बनायो? त्यो काटिदिन्छु भने मात्रै टोल बन्यो। यो गुरुले के अरे 82 काट्दैन 84 मिसन 84 नबन भने चाहिँ टोल बन्यो? केपी शर्मा ओलीलाई पितृदोष पर्दैछ, उसको बाउ मर्यो भनेर चाहिँ टोल बन्यो? बन्दैन क्या। राम्रो काम गर्ने व्यक्तिले कहिले स्थान पाउँदैन। तपाईँ चिप्लेपछि ट्रोल बन्ने हो त? तपाईँले राम्रो भन्दा कहाँ ट्रोल बन्छ? हो, त्यही भएर त नेपाली जनता मूर्ख छन्। विवेक नभएका जनता, विवेक नभएका जनताले धर्म नभएको अघि पछि जनतालाई उल्लु बनाए नेताहरूले। यसबाट जनताले नेतालाई उल्लु बनाए। अब जनताले नेताहरूलाई उल्लु बनाए कि नेता आफै उल्लु बनाए? अब उल्लु बने त्यो आउने दिनहरूले देखाउँछ। हजुर अहिले त्यति ठुल्ठुलो स्वरले हामी नचिच्याउनु नै ठिक होला, हामी जस्तो मान्छेहरू होइन। अब नेताहरूले र बिबिसीले जनतालाई उल्लु बनाए कि होइन? के अरे नेताहरूलाई जनताले उल्लु बनाए। अब त्यो आउने दिनहरूले भन्ने हो, अहिले हामीले बोल्नु उच्च हुँदैन। सुन्नुहोस् न, त एउटा ज्योतिष जस्तो मान्छेले, एउटा पाएको व्यक्तिले, त्यो पनि तपाईँ मास्टर डिग्री गरेको व्यक्तिले, चर्चित ज्योतिषले भनेको कुरा सबै मिल्दै आछ। एउटा कुरा मिलेन भने ट्रोल नबनेर के भन्छ त? ट्रोल बन्ने यस्तै कुराको त हो नि। त्यही भएर तपाईँले आफ्नो बोलीमा लाउनु पर्थ्यो नि भन्ने कुरा के को लगाउनु हो नि? मैले के भन्छ विचार गरेर बोल्नु पर्थ्यो भन्ने कुरा हो। के विचार गरेर कार्की आएको प्रतिवेदन सार्वजनिक गराएर फागुन 21 मा चुनाव गराउन सक्दिनँ भने जे भने त्यही भयो। मान्छेको अहिले तपाईँको पुरै त्यो भिडियो यति भाइरल छ कि राम्रो कालो टिका लगाएको ज्योतिष जहाँ भेट्यो त्यही हामी मुखमा पिसा परिदिन्छौँ। आओस् न, अरूसम्म कोही पनि आउन सकिँदैन, आओस् न। हिम्मत भएको बाउ आओस् होइन, त्यसलाई घोक्रे ठ्याकेर जेल हाल्न सकिनँ भने मेरो मुखमा तुक्दै हुन्छ। किनभने नि त्यो पुरा भिडियो पनि हेर्नु पऱ्यो नि त। टोल खाएको बेला टोल बनाएको मात्रै हेर्ने, पुरा भिडियो कुन च्यानलमा छ गएर हेर्नु पऱ्यो नि त। आजसम्म तपाईँले जति पनि बोलेको भिडियोहरू जनताले कहिले पुरा हेर्छन्? सानो उखाट टोकन हेर्छन्, जुन बिग्रेछ त्यसलाई वाह ए बाबा पुरा भिडियो हेर होइन। यस्तै एकचोटि टोल बनाएको थियो थाहा छ? 2 जना व्यक्तिको मृत्यु अवश्य छ, त्यो हो दुर्गा र रवि। यदि यो व्यवस्था रहिरह्यो भने
होइन 2 जना व्यक्तिलाई मृत्यु अवश्य छ। त्यो दुर्गा र रवि यिनीहरूलाई जिउँदो लास बनाउँछन्, बोल्न दिँदैनन्, जेलमा राख्छन् भनेर मैले भनेको थिएँ होइन। अब त्यो बिचमा 2टा काटेर मात्रै होइन, तर त्यो भाइले त्यो धर्म नछोडेर त फुल भिडियो सचिन यो च्यानल भनेर लेखेर छ होइन, त्यो पनि ट्रोल बन्यो, त्यो पनि ट्रोल बन्यो। भनेपछि पुरा भिडियो नहाल्दा तपाईँहरू मार्न पर्नु भएको छ होइन? हो। तर अब तपाईँलाई त मान्छेले अब कालो टिका लगाएको व्यक्तिले जहाँ भेट्यो त्यही हामी अब तपाईँले आफै काट्छु रेडी पार्छु भन्नुभएको थियो, घाँटी रेडी त मिलेन। पिसाब चाहिँ अब फेरिदिन्छौँ भनेर आयो भनेदेखि तपाईँले होइन जनताहरू होइन आयो भने त्यो जस्तो मूर्ख र अन्ध मान्छे कोही पनि नरहेछन्, किनभने त्यसले फुल भिडियो हेऱ्यो कि हेरेन। अनि मैले नै त्यसको फेरि त्यसलाई समातेर फुल भिडियो मैले के भने पिसाब फेरिदियो हुन्थ्यो भनेको थिएँ, हेर भनेर त्यसलाई फुल भिडियो उ गरेर त्यसै मुखमा पिसाब फेरिदियो भने के होला? तपाईँले पिसाब फेरिदिने जो मान्छे फेर्न आउँछन्? मै फेरिदिन्छु, किनभने नि फुल भिडियो हेर्नु पऱ्यो नि त। मैले के भनेको थिएँ के कार्की आयोगको प्रतिवेदन 45 दिनभित्रमा सार्वजनिक गराएर उनले चुनाव गराउन सक्दिनन्। यदि त्यसरी उनले चुनाव गराइन् भने म घाँटी काटिदिन्छु भनेको थिएँ। कार्की आयोगको प्रतिवेदन त अझसम्म पनि देखाएको थिएनन् होइन। एउटा मै हुँ भन्ने झाँक्रीले पनि यही कुरा गरेको छ, उसलाई लाज पनि लागेन, ऊ पनि कहाँ जाँदो रहेछ कुनै के भने? अब छोडिदिनु, यो के भन्ने, अब त्यो कुरै नगरौँ। एउटा कुरा नि तपाईँ जस्तै चुनावको अगाडि चुनाव हुन्छ हुँदैन भन्ने विषयमा ठोकुवा गरेर विवादमा आएको एकजना महिला हुनुहुन्छ। केपी ओलीले चुनाव मतलब हारे भने अथवा के बालेनले चुनाव जिते भने म कान काटेर सुन सहितै दिन्छु बालेनलाई भनेका महिला निकै ट्रोल बनेकी छिन्। अहिले दुःख दिएका छन् क्या जनताले, तपाईँले त्यस्तो दुःख दिएको छैन? मलाई दिएको छैन, मलाई तर महिलालाई दिएको दुःखको विषयमा तपाईँ के भन्न चाहनुहुन्छ? बिचरा पीडितमा छैन उनले। अब पीडित कसरी? उहाँले त बालेन शाहको यस्तो असमर्थनमा बोल्नु भएको थियो। सुन्नुहोस्, ती महिला शिक्षित पनि होइनन् है, हामी जस्तो कपडाधारी पनि होइनन् होइन। उसले कुन विवेकमा आएर भनिन् होला चुनावको प्रतिस्पर्धामा होइन। अनि त्यो भनिन् भने उसैको पछाडि लाग्नु होइन, बेकार हो। तिमीले गलत भन्यो, उसले नि गलतको महसुस गरिसकेपछि होइन। तर सार्वजनिक रूपमा भनेका यी कुराहरूको बाचा पुरा गर्नुपर्छ भनेर मान्छेले कान खोज्दै होइन त्यो कान काटिदिन्छु भनेर गए, भिडियो बनाए, दुःख दिए धेरै। होइन त्यो दुःख दियो भने महामूर्खता हो। कसैको लागि मजाक बनाउनु भने आफै मजाक बनियो। मुख त जोगाएर राख्नु पर्थ्यो होला नि त्यसो भए। जोगाएर राख्नु पर्थ्यो, उहाँको गल्ती भयो होइन। तपाईँको पनि गल्ती भयो? मेरो भुत्रो गल्ती हो नि भने। मैले त पुरा भिडियो हेर भनेर जनतालाई अझै पनि बारम्बार भन्दैछु के त्यो भिडियो पुरा हेर क्या तिमीले। मैले के भनेको थिएँ, कार्की आयोगको प्रतिवेदनलाई सार्वजनिक गराएर 45 दिनभित्रमा चुनाव गराउन सक्दिनँ भनेको थिएँ। त्यो त पुरा हेरिदिनु पऱ्यो नि त। उहाँले जस्तो बालनले जित्दैन म कान काटिदिन्छु भनेको थिएँ। मैले त बालनले जहिले पनि जित्छ, नेताहरूको योगमध्येमा सबैभन्दा बलियो योग बालनको छ। यति मात्रै मलाई डर छ उसलाई पितृशोक परेको छ भनेर त्यो हुने हो कि नहुने हो भने पितृशोक चाहिँ नहोस्, त्यो दोष नलागोस् भनेर बागमतीमा गएर पूजा गर्ने मान्छे मै हो। तपाईँले भन्न चाहनुहुन्छ तर भन्नुहुन्छ कि अझै फुट्नुहुन्छ भनेर? के शर्त र के स्वार्थ? ए बाबा, स्वार्थ पनि छैन, स्वार्थ पनि छैन क्या। शास्त्रले जे भन्छ होइन, योगले जे भन्छ त्यो बताउने हाम्रो कार्य हो कि होइन। अब यति बेला बालेन सरकारले 18 जनाको मन्त्रीमण्डल गठन गर्दैछन्, घटाएर 22वटा मन्त्रालयबाट घटाएर केही सीमित मन्त्रालयमा झार्ने कुरा हो। तपाईँ जस्तो एउटा पत्रकार महोदयले आफ्नो धर्म के हो भन्ने बिर्सिन्छ भने जनताले कसरी? मैले कहिले बिर्सिएँ? तपाईँले बालेन सरकार कसरी भन्नु? नेपाल सरकार भन्नुहोस् न, के को बालेन? अनि अब कि बालेन सरकार भन्दाखेरि मैले बालेन सरकार भने हो, सबै त्यो महामूर्ख जनता हो। कसरी बालेन सरकार हुन्छ? नेपाल सरकार केपी ओली सरकार, बालेनको बाउको राज्य हो यो, उसको लालपुर्जा भएको राज्य हो बालेन। तपाईहरु हामीहरुले केपी ओलीको सरकार हुँदाखेरि केपी ओली सरकार भने हैन, नेपाल सरकार केपी ओलीको के अरे उसमा नेतृत्वमा भने हो के। त्यसो भए बालनको नेतृत्वमा बन्दै गरेको मन्त्रीमण्डल कस्तो हुन्छ? घटाएर बनाउने कुरा, अनि विद्यार्थी युनियन खारेज गर्ने कुरा र कर्मचारी युनियन खारेज गर्ने कुरामा अति उच्च राम्रो काम गरिरहेछ। एकदम राम्रो। यो तपाईको कलेज जस्तो ठाउँमा लफडा गर्ने ठाउँ हो, त्यो पढ्ने ठाउँ हो, त्यो विद्याको मन्दिर हो हैन। त्यो कारणले गर्दा मेरो छोरालाई मैले बाध्य भएर नेपालमा पढाउन सकिनँ। तपाईको छोरा विदेश हुनुहुन्छ अहिले? छ त, विदेशमा हुनुहुन्छ। छ। विद्यार्थी स्वतन्त्र विद्यार्थी युनियनले भनेपछि गर्न दिएन त्यसो भए काम? हैन,
मेरो छोरालाई मैले 8 क्लासदेखि नै बाहिर राखेर पढाउनु पऱ्यो। किन भन्नुहोस् न, कहीँ ढुङ्गा हान्न सिक्छ कि भनेर डर भयो। डर भयो। ढुङ्गा हान्न सिकाउँछ कसले? ती कलेजका युनियनहरूले जबरजस्ती, सोभियोहरूले, जो सोभियो योभियो अरिबियो के हो विद्यार्थी सङ्गठनलाई त्यही भनिन्छ हो। भनेपछि विद्यार्थी सङ्गठन खारेज गर्ने कुरा। अनि सरकारी सेवामा लागेका तपाईँको ट्रेड युनियनका दलीय राजनीति गर्नेहरूलाई बढाल्ने कुरा, सबै खारिज। जनताको पैसा खाने, अनि नेताको गुणगान गाउँदै यो र ऊ भन्न पाइन्छ? खुरु 5 to 10 काम गर्ने, 10 to 5 काम गर्ने, 9 to 5 काम गर्ने, होइन, तलब बुझ्ने, आफ्नो काम गर्ने। राजनीति नगर्ने, राजनीति गर्नुले जनताले तलब तिरे हो भनेपछि दलले राजनीति नगर्ने। त्यसो भए दलले पनि होइन, विद्यार्थीले पनि होइन, यो धर्म होइन। राष्ट्रपालले त्यसो भए राम्रो काम गर्यो। यो अत्यन्तै राम्रो काम, धेरै वर्ष अगाडि गर्नुपर्ने काम हो। एउटा मालपोत कार्यालयमा अथवा निजावादी कर्मचारीहरूले कर्मचारी युनियनभित्रमा हुने जुन बाँडफाँड छ नि, त्यो बाँडफाँड अब के पूर्ण रूपमा रोकिएला? सबै रोकिनुपर्छ। रोकिएन भने नि बालनको सरकार होस्, जेसुकै सरकार होस्, यो सरकारले फेरि काम गर्न सक्दैन। यो फेरि त्यस्तै हुन्छ, फेलर हुन्छ। त्यसैले यो युनियन सब खारिज गरेर होइन, यिनीहरूलाई लात हान्न बगाउनुपर्छ। नेपालको इतिहासमै पहिलोचोटि हाम्रो संसदमा चाहिँ तेस्रो लिङ्गी व्यक्ति समुदायबाट, ट्रान्सजेन्डर समुदायबाट भूमिका श्रेष्ठ सांसद बन्दै हुनुहुन्छ, राष्ट्रपालले बनाउँदैछ। होइन, नेपालको पहिले इतिहास नभन्नुहोस् होइन, यो मन्त्री पनि भइसके। तपाईँ जस्तो हो, तपाईँहरू जस्तो पत्रकारले पनि राम्रोसँग स्टडी नगरिकन हामीलाई क्वेसन गर्दाखेरि गाह्रो हुन्छ। योभन्दा पहिला पनि होइन, के अरे, यहाँबाट त्यो कोषबाट तलब खाने र मन्त्री बन्ने पनि भइसकेका छन्। यो के अरे ब्लू डायमन्ड सोसाइटी भन्छ, लाल हिरा ऊ भनेर, त्यहाँबाट भएर त्यो सोसाइटीको पनि तलब खायो भनेर दुईवटा त्यो ऊ पनि परेको थियो, उहाँलाई मुद्दा पनि परेको थियो। सभासदको पनि तलब खाने, यतापट्टि अध्यक्ष भएर पनि तलब खाने भनेर मुद्दा पनि परेको थियो। भनेपछि पहिलो हुनुहुन्न? पहिलो होइन, म दोस्रो हो। सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक आइसकेपछि त पहिलो होला नि त। त्यो चाहिँ होला। त्यो पनि होइन, गणतन्त्र आइसकेपछि प्रचण्डकै सिफारिसमा ऊ चाहिँ पार्टीलाई सहयोग गरे, के अरे कुनै केमा पर्यो भनेमा पर्यो हो कि। भनेपछि ट्रान्सजेन्डर वुमन पहिले पनि परिसके, मन्त्री भइसकेको छ अथवा सांसद भइसकेको छ। यो नयाँ कुरो होइन। त्यसो भए नयाँ कुरा होइन। अब त्यसो भए ठ्याक्कै भन्नुहोस् कि केपी शर्मा ओलीले चुनाव हार्न बित्तिकै भन्नुभएको छ कि यिनीहरूले अब हामीहरूमाथि धरपकड गर्छन्, हामीहरूलाई जेल हाल्छन्। डराउनु चाहिँ किन भएछ खास? होइन, हाल्नै पर्छ त। अनि उहाँहरूले अपराध गरेको हो होइन, उहाँहरूले भाइ बहिनी मारे हो, उहाँहरूले झुट बोल्या हो होइन, उहाँले जनता मारे हो होइन। म जस्तो मान्छेलाई पनि होइन 3 महिना टिचिङ हस्पिटल जाने बनायो हो उहाँले। किन? मेरो 21 वटा ट्याक्सी लुट्या हो क्या केपी शर्मा ओलीले। तपाईँ टिचिङ हस्पिटल जानुपर्ने भयो किन? बिराम भएर कि? ए बाबा, पहिला के भन्यो, 9 महिना गाडी थुन आयो, नचलाऊ, कोभिड छ, हामी तिमीहरूलाई ब्याज मिना गरिदिन्छु, ट्याक्स मिना गरिदिन्छु भने हामी पनि वाह गर्लान् नि भनेर होइन। ड्राइभरलाई तलब दिँदै, भत्ता दिँदै, रासन दिँदै होइन, गाडीलाई वर्कसपमा लाँदै बिरामी सार्दै बस्यौँ फोकट्टेमा है, पुलिसको दुनियाँ खाँदै होइन गऱ्यौँ। लास्टमा त के अरे समयमा किन कर तिर्न आइनस् भनेर 448% जरिवाना तिराइदियो। 7% ब्याजमा लिएको पैसालाई 18% बनाइदियो। हो, यस्तो अपराध गर्यो। अपराधी हो यो त अपराधी हो। केपी अपराधी हो। त्यसो भए चुनावमा त उहाँले त्यही भएर चुनाव हार्नु भएको हो? त्यसो हो, पाप गराएको। छुद्रो बोलेर र जेन्जेलाई गोली हानेर चुनाव हार्नु भएको भन्छन् त। त्यो मात्रै त्यसरी चुनाव हार्ने हो भने होइन, उसले पनि हार्थे, प्रचण्डले नै हार्थे। प्रचण्डले कति हजार मान्छे मारे हुन्। त्यसो भए होइन, त्यो होइन, अपराध गरे, पाप लाग्यो। तपाईँको कोभिडका कारणले कम्ती जनताहरूलाई घरबार विहीन बनाए। तपाईँको अपराध हुँदैन। त्यो ब्याङ्क उनीहरूको नेपाल सरकारको सङ्गठनमा चल्ने होइन। 7%मा के ब्याजमा पैसा लिएकोलाई 18% बनाउने। अनि
आफैले ताला चाबी लगाएर घरबाट बाहिर निस्किन नदिने अनि समयमा कर तिर्न आएनस् भने 448% भन्सार लाउने के अरे कर जरिवाना लाउने कहाँसम्मको हो त जनतामाथि कति दबाब गरेको थियो कति पेलेका थिए दुर्गा प्रसादले यसको मुद्दा उठाए जेएनजी पछि बनेको सरकार पछि 5 चोटि त उहाँ जेल जानुभयो फेरि थुन्नु एक वर्षमा 13 चोटि जेल जानुभयो तर पनि अझै जनता मूर्ख दुर्गा प्रसाद को पनि बुझ्दैनन् क्या आज दुर्गा प्रसाद नि तपाईँलाई म भनिदिउँ आज दुर्गा प्रसाद जीवित नभइदिएको भए नि काठमाडौँमा भएका घरहरू होइन जतिवटा छ नि 100वटा घरमध्ये 20वटा घर चाहिँ मिनिमम 20वटा घर चाहिँ बैंकको भइसक्थ्यो क्या लिलाम भइसक्थ्यो लिलाम भइसक्थ्यो घरबार बिन हुन्थे मान्छे नेपाली घरबार बिन हुन्थे र 1 लाखभन्दा बढी यदि दुर्गा प्रसाद नभइदिएर त्यो आवाज नउठे 1 लाखभन्दा बढी मान्छेले आत्महत्या गर्थे दुर्गा प्रसाद त्यत्रो जिम्मेवारी त्यत्रो चाहिँ जनताको लागि काम गर्नु भएको थियो यस चिन्ने मान्छेले चिन्नुपर्छ चिन्दैनन् क्या तर जेएनजी सरकारले त 5 चोटि पक्राउ गर्यो त उहाँलाई त्यही भएर त अपराधी आमा भन्दैछु त मैले सुशीला कार्की आमाले हो उहाँ कहाँसम्मको चुनाव सम्पन्न गर्नु उहाँ दुनियाँलाई न्याय दिन्छु भन्ने आफै सरकारी जग्गामा घर बनाउने मान्छे हो प्रमाण कहाँ छ किन प्रमाण छैन हजुर त्यहाँ गएर के अरे मालपोतमा गएर हेर्नुहोस् मालपोतमा गएर हामी मन्दिरमा बसेर झुटो बोल्दैनौँ दोजर लाग्दैछ प्रधानमन्त्री जस्तो व्यक्तिले सरकारी जग्गामा घर बनाउने कुरा कस्तो अपत्रिलो कुरा गर्दै प्रधानमन्त्री जस्तो व्यक्तिले कम्बोडियामा पैसा राख्ने कस्तो अपत्रिलो कुरा भनिन्थ्यो होइन केपी ओलीको केसमा हो कम्बोडियामा भनेर भनेकै त दुर्गा प्रसाईले अनि दुर्गा प्रसाईले भनेको कुरा कहाँ पुष्टि भयो खोइ कहाँ पुष्टि भएन गएर चेक गर्नु पर्यो नि त छानबिन गर्नु पर्यो नि छानबिन आयोग बन्यो कसले गर्यो छानबिन अब गर्नु पर्यो अबको सरकारले गर्नु पर्यो दुर्गा प्रसाद सही भएको भए किन सरकारले पकड्थ्यो त ए बाबा सही मान्छेलाई पकड्ने हो कि यहाँ गलत मान्छेलाई पकड्नै सक्दैन गलत मान्छेलाई पकड्ने बित्तिकै त्यस्ता धेरै मान्छेहरू जेल गइसके मैले यति हजार मान्छे त मारेकै हो भनेर तोकेर भन्नेहरू जेल जान्थे निर्मला पन्तको त्यो सम्पूर्ण केसहरू लुकाउने मान्छेहरू जेल जान्थे छिटो छिटो गएर त्यो कपडा धोएर होइन त्यो भेटिन्छ कि भन्नेहरू जेल जान्थे त्यो फाइलहरू प्रमाण नष्ट गर्नु खोज्नेहरू जेल जान्थे गए त कोही अब इनिसा बिगको प्रकरणमा के भन्न चाहनुहुन्छ तपाईँले हेर्नु भएको छैन हो हेरे एउटा 16 वर्षीय 17 वर्षीय बालिकाको बलात्कारपछि मृत्यु भएको मारिएको छ के कसरी हेर्नु भएको छ यसलाई खोइ त बालन सरकार आउनलाई अब 10-12 दिनपछि एकदम जघन्य अपराध कृपया निर्मला पन्थाको जस्तै नहोस् उहाँको त अपराधीहरू समातिसकेको छ प्लिज त्यसमा के भनाइ छ भने एउटा बाबुले मैले गरेको र 3जनालाई चाहिँ मैले 1 घन्टा 2 घन्टा पछि बोलाएको भनेको दोषी 1जना नछुटुन् र निर्दोष 1जना पनि नपरुन् होइन कहिले कहिले के हुन्छ निर्दोष पनि नेपाल यस्तो एउटा देश हो आज साँच्चै नै कारागारमा गएर हेर्ने हो भने तपाईँको 80% मान्छेहरू निर्दोष छन् 80% नेपालमा भएका कैदीहरू निर्दोष कैदीहरू छन् तपाईँले कसरी भन्नुहुन्छ प्रमाण तपाईँसँग छ तपाईँ वकिल हो अरे धेरै प्रमाण छ कि हामी हेर्नुहोस् हामी नि यो देवभूमिमा बसेर देवी देवताको तपस्या मैले कसरी भने केपी शर्मा ओलीको पितृशोक पर्दैछ उसको चाहिँ यसरी पितृशोक पर्छ पितृ दुःख पर्छ भन्दा मैले कसरी भने रवि गृहमन्त्री हुनुभन्दा अगाडि तपाईँ गृहमन्त्री नबन्नुहोस् 1 महिनाभन्दा गृहमन्त्री बन्नुहुन्न त्यहाँपछि जेल जानुहुन्छ भने मैले कसरी भने त्यसो अन्तिममा भन्नुहोस् त रवि लामिछानेले तेस्रो चोटि चुनाव जितेर ह्याट्रिक गरे चुनावमा विजय हासिल गरेर अब गृहमन्त्रीमा चाहिँ ह्याट्रिक गर्ने सम्भावना कतिको छ धेरै गर्नुहुन्छ ह्याट्रिक धेरै अब त्यो गर्नु हुँदैन नभनौँ धेरै भनेपछि तेस्रो चोटि गृहमन्त्री बन्नुहुन्छ उहाँ तर गृहमन्त्री डोलप्रसाद अर्याललाई दिने कुरा भइरहेछ भनिन्छ होइन अहिले त उहाँ गृहमन्त्री बन्नु नै स्वाभाविकै भएन नि त किन उहाँ त कि प्रधानमन्त्री नै बन्नु पऱ्यो कि त पार्टी सभापति नै बन्नु पऱ्यो अरू मन्त्रालय खानु भएन स्वाभाविक हुँदैन योग्य देखिँदैन है किनभने पार्टीको नेता त उहाँ ठुलो नेता हो अनि पार्टीको विधानअनुसारले पनि त्यो मिल्दैन होइन त्यो कारण उहाँ पार्टी नै सम्हाल्नु ठिक छ होइन र अब जे प्रतिबद्धता गरेको छ त्यही तर यहाँ धेरै त्रुटिहरू देखिन्छ अहिलेको देशमा सङ्कट त्यस्तै सङ्कट भएछ
अब यो मानिसले कति शास्त्रलाई विश्वास गर्दैन, तर शास्त्र सत्य छ। शास्त्र सत्य नभए हामीले बोलेका प्रत्येक कुराहरू सत्यमा परिणत कसरी हुन्छ होइन। मैले धेरै अगाडि भनेको थिएँ संसारको नक्सा परिवर्तन हुनेछन्, संसारका ठुला ठुला नेताहरूको मृत्यु हुनेछ, बम विस्फोटहरू हुनेछ, प्लेन दुर्घटनाहरू हुनेछ होइन, मान्छेहरू भए बम मृत्यु हुनेछ। यो त हरेक वर्ष जस्तो हुन्छ नि गुरुजी, यसमा के तर्क भयो त? हरेक वर्ष जस्तो होइन, यो वर्षमा जसरी युद्ध हुन्थ्यो भएर ठुल्ठुला नेता मरे त्यसरी मर्दैन नि हरेक। मतलब मध्यपूर्वमा भएको तपाईँले युद्धलाई भन्दै हुनुहुन्छ यो कुरा है? हो, मैले त्यही भने हरेक वर्ष त्यसरी मर्दैन नि तपाईँको। हरेक वर्ष त्यसरी एउटा देशले ठुलो देशलाई गर्दैन, हरेक वर्ष देशको नक्सा ठुल्ठुला देशको नक्साहरू परिवर्तन हुँदैन नि तपाईँको, हुँदैन नि। भनेपछि सङ्कटको घडीमा छ त्यसो, विश्व नै हो, विश्व नै सङ्कटको घडीमा छ। देश सही व्यक्तिको हातमा छ कि गलत व्यक्तिको हातमा छ, के भन्नुहोस्? अब अहिले नै यो समय आएको छैन कि देश सही व्यक्तिको हातमा छ कि गलत व्यक्तिको हातमा छ। सम्पूर्ण यो मिडियाबाजीकै पछाडि लागेर देशै सिद्धिहाल्यो, देशै बेचिहाल्यो भन्ने स्थिति पनि छैन, किनकि भर्खरै फुल्न लागेको यो फुलहरू हो। भोलि यसले कतिको सुगन्ध दिन्छ अब आउने दिनहरूमा देख्न बाँकी नै छ। तपाईँले सुगन्ध भन्नुभएको, फुल भन्नुभएको कसलाई हो? ठ्याक्कै भन्नुहोस्। अब अहिले उम्रिनु भएको पार्टीहरू, अहिले अब जुन बन्न लागेको मन्त्री परिषदहरू होइन, हो यिनीहरूलाई नै भनिन्छ। ठ्याक्कै भन्नुहोस्। प्रत्येकलाई जन्मिनुभन्दा अगाडि नै त्यसको मृत्यु अवश्य छ, यो मर्छ, यो टाटे जन्मिन्छ, यो कोँडे जन्मिन्छ भनेर होइन, त्यो भन्नु मानवको सबैभन्दा ठुलो मूर्खता हो होइन। अब यसलाई जन्मेर सबैभन्दा पहिला हामी नै नेपाली जनता हो, यसलाई कसरी हुर्काउने त, कुन संस्कारमा हुर्काउने त, यसलाई बढाउने कि नबढाउने त्यतापट्टि जाउँ होइन। एकपटक हेरौँ त केही समयको लागि मन बसेर। अब आज सरकार गठन भएको छैन, भोलिदेखि नै ढुङ्गा मुढा गरेर त यो त भएन होइन। उहाँहरूलाई पनि त केही कार्यकाल गर्न दिनु पर्यो। तर जुन अहिले सुनेको छ मन्त्रीमण्डल घटाउने, यो एकदम जायज कुरा हो। नेपाल जस्तो एउटा सानो मुलुकमा 18वटा 19वटा मन्त्रालय के काम? 22वटा मन्त्रालय नि ज्योतिष साहब, के काम गुरुजी? यो देशमा धेरैमा 9वटा नभए 7वटा मन्त्रालय भए पुग्छ। मात्रै 9वटा? त्यो त धेरै भयो भने 9 7वटा। किन कम गर्ने? देश कत्रो छ हाम्रो? यो मन्त्रीलाई भत्ता र सुविधा मात्रै दिएर चाहिँ जनतालाई किन गरिब बनाउने? किन कम गर्ने भन्दा नि जनतालाई गरिब किन बनाउने? काम के छ के मन्त्रीको? गर्ने त सबै कर्मचारीले हो। उहाँ त एउटा परिवेश मात्रै हो के, कुन ठाउँमा कुन भौगोलिक क्षेत्रमा कुन किसिमको विकास गर्नुपर्ने छ, त्यहाँ कार्यहरू राम्रो भएका छैनन् कि उसमा निरूपण गर्ने व्यक्ति हो र देशलाई कसरी विकास गर्ने खाका गर्ने व्यक्ति हो होइन। तपाईँले छ नि पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई चुनाव हार्नुहुन्छ, उहाँको ग्रह छ अहिले भनेर भन्नुभएको त थियो, तर यो कुरा सुनिएन कि उहाँलाई पितृदोष छ भनेर तपाईँले भन्नुभएको जस्तो लागेन हामीलाई होइन। तपाईँ पनि गलत हुनुहुन्छ। तपाईँकै लोकप्रिय मिडिया मार्फत र एसटिसी मिडिया, अझै पनि मलाई नाम थाहा छ, उहाँको धेरै मिडियाहरू हुन्थ्यो तर उहाँको मिडिया मलाई नाम थाहा छ। केपी शर्मा ओली उहाँको खड्गप्रसाद ओली हो। अहिले जति पनि उहाँको ग्रह दशाले उहाँको पछि लाग्नेहरू छन् यिनीहरू सबै ध्वस्त हुनेछन्। यी शेरबहादुर देउपादेखि लिएर महेश बस्नेतदेखि लिएर खड्गप्रसाद ओली, केपी शर्मा ओली, उहाँलाई पितृदोष पर्ने योग छ, पितृशोकमा डुब्नु होला, उहाँ जेल जानु पनि सक्नुहुन्छ, उहाँको आफ्नै भए बिरामी हुने योग पनि छ भन्दाखेरि एकचोटि तपाईँकै मिडियाले उहाँ मजाले सुतेर हस्पिटलमा सुतिराखेको एउटा फोटो हाल्दा पनि फल्ना गुरुले यस्तो भन्यो भनेर विगतमा एउटा टाइटलै बनाएको थियो। आज प्रमाणित भयो नि त होइन। उहाँ चुनाव हारेको कुरा त प्रमाणित भइसक्यो, चुनाव हार्ने भन्नुभएको थियो। शोक पर्छ भने पनि त प्रमाणित भयो होइन? बुवाको मृत्यु भयो भयो होइन र?
भनेपछि तपाईँले भनेको सबै पुरा भयो, चुनाव चाहिँ समयमा हुन्न भनेको कुरा ओ चाहिँ भएन क्या यही कुरा गुरुजी? यही कुरा जनताले बुझ्नुपर्छ सबैभन्दा पहिला। तपाईँ असफल हुनुभयो नि, कसरी के बुझ्ने? यस्तै छ के, हजारवटा हो यो देशमा मूर्खता भने यो छ के, हजारवटा मूर्ख कसलाई भन्नुभयो गुरुजी? हो स्पष्ट यस्तो सुन्नुहोस्, हजारवटा कुरा भनेको छु, त्यो सबै कुरा पुगेछ। जसले हार्छ भने हारेछ, जसले जित्छ भने जितेछ होइन। यो एउटा कुरा किन पुगेन भन्दा त मैले त्यो बेलामा पनि भने सानो भिडियो क्लिक लगाएँ होइन, उहाँ त्यो स्वयं मिडियाले पनि भनिसक्नुभयो क्या, मैले पुरा हालेको होइन, मैले काटेर हालेको, लामो त यो छ भनेर पनि उहाँले भनिसक्नु भएको छ। मैले के भने थिएँ, यदि सुशीला कार्कीले कार्की आएको प्रतिवेदन 45 दिनभित्र सार्वजनिक गराएर चाहिँ यो 21 गते चुनाव गर्न सक्दिनन्, यदि कार्की आएको प्रतिवेदनलाई सार्वजनिक गराएर चुनाव गराइन् भने म घाँटी काटिदिन्छु भनेको थिएँ। आज त कार्की आएको प्रतिवेदन त उहाँले पोस्ट छोडेर कुर्सी छोडेर जाँदा पनि सार्वजनिक गर्न सकेका छैनन्। अनि सार्वजनिक गरिनन्, गरेपछि गरिन् भने, गरेपछि गरिन् भने यो किन्तु परन्तु तपाईँले चुनाव टाइममा हुन्न भन्नुभएको होइन? हो, त्यो सार्वजनिक गराएर गऱ्यो भने टाइममा हुँदैन भनेको थिएँ कि मिल्दैन के, कस्तो त्यो छोडिदिनु भनेको मिल्दैन के। कार्कीको प्रतिवेदनसँग तपाईँको चाहिँ भविष्यमा ए बाबा, मैले डुँडो हात के अरे लिएर जन्मिन्छु भने मान्छेलाई जन्मिन बित्तिकै त्यसमा नक्कली हात फिट गरेर यो हात सिङ्गो छ त गुरु तपाईँले फेल गरे, त्यो जबरजस्ती गर्नु मिल्दैन क्या हजुर। तपाईँहरूको ज्योतिष हो, जबरजस्ती गर्नु मिल्दैन। त्यसो भए कार्की आयोगभित्र के प्रतिवेदन लुकेको छ त्यो त हामी त जन्म कुण्डली हेरेर भन्ने हो नि त। यो समयमा यो बच्चा जन्मिएको थियो, यतापट्टि फर्केर जन्मिएको थियो, यो समयमा जन्मिएको थियो, यो मितिमा जन्मिएको थियो होइन। त्यो बेलामा उसको नामकरण कसरी गरेको थियो त्यो हेरेर भन्ने हो कि। त्यो बेलामा सुशीला कार्कीले शपथ खाँदाखेरि के गराएर म चुनाव गराउँछु भन्दाखेरि त सबैभन्दा पहिला कार्की आयोगको प्रतिवेदनलाई 45 दिनभित्रमा सार्वजनिक गराएर म चुनाव गराउँछु भनेको थिइन्। त्यो अवस्थामा उहाँले चुनाव गराउन सक्नुहुन्न। यदि त्यो अवस्थामा उहाँले चुनाव गराउनु भयो भने म घाँटी काटिदिन्छु भने थिएँ। आज कार्की आयोगको प्रतिवेदन चाहिँ उहाँले सार्वजनिक गरिसक्नुभयो। सार्वजनिक होइन, अहिले कार्की आयोगको प्रतिवेदन उहाँको हातमा छ। के गर्नुभयो त? लुकाएर राख्नु। गौरीबहादुर कार्कीले बुझिसक्नुभयो, लुकाएर राख्नुभएको छ। लुकाएर होइन, अब आउने बाले सरकारले कार्यान्वयन गर्ने जिम्मा उहाँको हातमा आउँदैछ भनिन्छ। होइन होइन, उहाँको यदि मानवता थियो भने प्लिज है, पत्रकार महाशय बुझ्नु, सुशीला कार्कीको मानवता छैन तपाईँले के भन्नुहुन्छ? म तपाईँलाई राम्रो छ, यदि उहाँको मानवता छ भने उहाँकै कार्यकालमा बनेको कार्की आयोग हो। त्यो प्रतिवेदनमा के छ, 10,000 पेजको प्रतिवेदन छ, के छ जनतालाई सार्वजनिक गराएर मात्रै उहाँले कुर्सी छोड्नुपर्छ। सार्वजनिक गराउने सुशीला कार्कीले नै गर्नै पर्छ, उहाँले सार्वजनिक गराएर मात्रै कुर्सी छोड्नुपर्छ। नत्र भोलि अर्कोले दिँदाखेरि उहाँहरू नै नदोषी थिएन कि त्यो भने त लुक्ने छैन। यहाँ कतिवटा कुरा लुक्छन्। अनि समय कहाँ बाँकी छ? समय हेर्नुहोस् न तपाईँ, नयाँ सरकार आउँदैछ नि 10 दिनभित्रमा त। तपाईँहरू जस्तो मिडियाले गर्दा यो देश कार्की आएको प्रतिवेदन सार्वजनिक गर्नुलाई नि 10 मिनट लाग्दैन, वेबसाइटमा हालिदिनु त हो नि। अनि कार्यान्वयन गर्ने कुरा भनिरहेको छ हामीले। कार्यान्वयन गर्नु परेन, सार्वजनिक मात्रै गरिदेऊ मात्रै। 10 मिनटमा फ्ल्यास गरिदेऊ सिधै त। त्यसपछि आउँछ तरङ्ग फैलिन्छ होइन, त्यहाँबाट हेर को तानिन्छन् भन्नुहोस्, को कारबाही पर्छन्? सबै जानिन्छन्। 3 जना व्यक्तिको कारबाहीको लागि मुद्दा चलाउन सिफारिस गरेको भनेर आएको छ अहिले। ओ, त्यहाँ 3 जना व्यक्ति मात्र होइन, को हो त अरु? त्यहाँ 300 जना व्यक्ति छन्। 30 जना व्यक्ति नै अहिले तुरुन्तै जेल जानुपर्नेहरू छन्, जसमा यी चुनावमा प्रतिस्पर्धा गरेर जितेका व्यक्तिहरू पनि छन्। तपाईँ जितेका पनि छन्। तपाईँले राष्ट्रसभाका सांसद भन्नुभयो कि क्या हो? मैले राष्ट्रसभा यो पार्टी ऊ पार्टी भनिनँ, बुझ्नु भएन? छन्, निर्वाचित भएर आएका पनि कारबाही पर्ने लिस्टमा छन्। त्यसो भए यदि उहाँले निर्वाचन हुनुभन्दा अगाडि कार्की आएको प्रतिवेदन सार्वजनिक गरे भने कसम चुनावै हुने थिएन क्या। त्यही भएर मैले घाँटी रेड्छु भने हो। तपाईँले घाँटी रेड्छु भनिसकेपछि त्यो अगाडि यो शर्त ऊ शर्त यो किन्तु परन्तु मैले भन्दा पनि किन्तु परन्तु नै भनेको थिएँ क्या। कार्की आयोगको प्रतिवेदनलाई सार्वजनिक गराएर सुशीला कार्कीले 21 गते चुनाव गराइन् भने म घाँटी काटिदिन्छु भनेको थिएँ।
तर कार्की आएको प्रतिवेदनलाई लुकाएर काटेर त्यो मात्रै हालेर टाइटल बनाउँछ मेरो के लाग्छ भनेको ए भनेपछि भिडियोमा त्यो अगाडिको चाहिँ काटिदिए त्यसो काटिदिए कार्की आएको प्रतिवेदन काटिदिए अनि त्यो पछि के गर्ने मैले तपाईँले त्यसो ट्रोल बनाइदिए ट्रोल बनाइदिएँ अब मैले के गर्ने भनेपछि कुकुरले खुट्टा काट्यो भने म खुट्टा काट्दै जाउँ त्यो बिचरा त्यो मिडियाको भाइ आफै आएर मैले आफ्नो मिडियालाई हाइलाइटिङ गर्नुको लागि मैले यो गरे हो भने पनि बोलिसक्यो त त्योभन्दा कति बोल्ने तपाईँ त मास्टर डिग्री गरेको गुरु हुनुहुन्छ ज्योतिष हुनुहुन्छ हजुर। पढ लेखा ज्योतिष हुनुहुन्छ हजुर तपाईँले प्रमाण तथ्य र आफ्नो शास्त्रीय आधारमा हो। भविष्यवाणी गर्नुहुन्छ होला हो तर त्यो भविष्यवाणी नमिलेपछि तपाईँको चाहिँ अहिले के ग्राहकहरू घट्ने काम भएको छैन झन बढेछन् ग्राहक बढेको गुरुले त त्यसो भए। जे भन्यो त्यो मिल्यो जे भन्छ त्यो मिल्छ के चाहिँ खानुभएको छ तपाईँलाई कसले आएर भन्छ भनेर भन्दै हुनुहुन्छ किनभने जनजी आन्दोलन हुनुभन्दा 4 दिन 3 दिन अगाडि मात्रै धेरै मिडियाको अगाडि अब देशमा ठुलो सङ्कट आउँदैछ म आफैले भने त्यो सङ्कट नआओस् भने दक्षिण गालीलाई बोका चढाएको मैले हो तर बोकाले काम गरेन त्यसो भए गरेन भनेपछि अब के हुन्छ ठ्याक्कै भन्नुहोस् अब हिजो पनि अब फेरि देशमा अब चैत 1 गतेदेखि यो अदालतहरू एक्टिभ हुँदैछन् हेर्नुहोस् है अदालत एक्टिभ हुँदैछन् अदालतहरू चैत 1 गतेदेखि 1 गतेदेखि आजदेखि होइन अदालतहरू एक्टिभ हुँदैछन् र केही महिनामा भित्र नै संसारमै ठुलो एउटा महायुद्ध हुँदैछ संसारमै हुँदैछ हो त्यसमा नेपाल पनि पर्छ होइन नेपाल युद्धको चापेटामा पर्दैछ नेपाल त्यो युद्धको चपेटामा कसरी पर्छ भन्ने नि तपाईँको यो शीत युद्ध भन्छ जसले ग्यास कम हुन्छ चामलको भाउ बढ्छ ग्यास पाइँदैन तेल पाइँदैन भने मलाई पेट्रोल पाइँदैन यातायातमा हानि पुर्याउँछ भने नेपालमै पनि राजनीतिक द्वन्द्व हुन्छ है देश अहिले गयो त्यसमा गृहयुद्धमा गयो देश गयो लगभग अब सुरु भयो कहिलेदेखि सुरु भयो तपाईँले त नयाँ खुलासा गर्नुभयो त आज अहिले सुरु भयो देश गृहयुद्धमा गयो आन्तरिक गृहयुद्धमा सुरु भइसक्यो क्या कहिलेबाट सुरु भयो भारतको प्रधानमन्त्री मोदीले के भन्नुभएको थाहा छ के भन्नुभयो नेपाल बङ्गलादेश श्रीलङ्का जस्तोलाई त हामीले ग्रेटर इन्डिया बनाउनुको लागि युद्धै गर्नु पर्दैन समस्या भने हामीलाई पाकिस्तान हो त्यसैले हामीले इजरायलको साथ दिनुपर्छ इरानको होइन इरान भने आतङ्कवादी पनि उहाँले त खुलेर भनिसक्नुभयो त टेक पान्नाले पुष्टि गरिसकेको छ कि त्यो एआईबाट बनाएको भिडियो हो भनेर तपाईँ अपुष्ट कुरालाई एउटा विचार बनाउनुहुन्छ फेरि होइन अपुष्ट कुरा होला तर उहाँहरूको धारणा त लामो समयदेखि नेपालमा थिचोमिचो गर्दै आएको बोर्डर पेल्दै आएको होइन अब यो देश यस्तो देश हो क्या एउटा महान चलाक व्यक्ति हो भने यो देश नि 2 ढुङ्गा बिचको तरुलो होइन कि 2 ढुङ्गा बिचको सुन हिरा मोती हो क्या ए 2 ढुङ्गा बिचको सुन हो नेपाल यस अबको केही वर्षभित्र 5 वर्षभित्रमा संसारको सबैभन्दा टप शक्तिशाली पावरफुल र धनी कन्ट्री भनेको चाइना हुन्छ र तेस्रोमा इन्डिया हुन्छ त्यो बिचको देश हामी भनेपछि हामी कहाँ हुन्छौँ भन्नुहोस् त भनेपछि पहिलो चाइना फर्स्ट चाइना तेस्रोमा इन्डिया हुन्छ अनि पहिलो चाहिँ दोस्रो अमेरिका दोस्रो अमेरिका नेपाल बिचको राष्ट्र नेपाल त्यो मध्ये फुलेको फुल भनेपछि त्यसको बास्ना कति मिठो छ तर चलाउन जान्नु पऱ्यो कि त्यो फुललाई सम्हाल्न जान्नु पऱ्यो त्यसो राम्रो व्यक्तिको हातमा यो देश गइरहेको हो कि होइन त त्यसो भए तपाईँले त बालन शाहको लागि चाहिँ पिँढे चढाएको मान्छे होइन तपाईँ बालन शाहको पितृदोष काट्नको लागि हो त्यही भएर मैले हिजो पनि बोका पूजा गर्नुको कारण के भन्ने नि ए हिजो त पूजा जानुभयो दक्षिण काली गएँ त म पूजा गरेँ कसको लागि जानुभयो होइन ग्रह शान्ति कसको लागि यस यस अब यसको लागि उसको लागि नभनौँ तर हस् थ्याङ्क यू सो मच हस् धन्यवाद तपाईँलाई पनि